Kangi tukze nyesone tawa tamche pambeche tambeche ne donzeba kodam de la chaza lo kanda chuchu tongi jide na dishe lomra juba kanzon dingde tambe chugi charbe je nyeba deba tamche deshe je nalen raro tudanza Dinju zongxie kala xie xiwa la xie chawa yi la man de la cha zi lu wan min chu ge yin ge po zha nai de song san ye gong ye ngo we Rang sim chu gu ngo zong dun ze ba za we la me sha la su wa de kan xie la yi ge dan lu dan nu je Drubanda da mi kenam da druwa kunje jage che sambo tanche rang rang ke do da ge che do Namka da nyembe simje tam chi ge che do zuba sangye je go maram bo che dine chine ge tobar cha nyam Samba chan shugi cho do tuk ke ba da che de sal da de samba na war shu Kanshi sembara jaga tambi shugi rimbani chigedu haibu shube dole chunam tamji kada tenju misudu lebar sonda di kondrewa di wangi shakya tenpa di jikten kandu yuring lebar juru she somba tato yu zunzayim sakadawago awasarma अनि हाम्रो थुजी छुलिङ गोम्बाको लवे अनि सम्पूर्ण लगायत गुरु लामाहरू अनि हाम्रो यो गुम्बाको जति पनि भक्तजनहरूलाई पहिलित्र म प्रसिद्धिले अनि नमन चढाउन चाहन्छु आज म तपाईहरुलाई भगवान बुद्धको वाणी एकदमै हजुरहरूलाई आफ्नो दैनिक जीवनमा आफूले पालन के गर्नुपर्ने हो कसरी गर्नुपर्ने हो भन्नेमा चारचित्त निवृत्ति यसको बारेमा बताउन चाहन्छु Sangye chodan tsugi chonala chanju pardo dani kesungje dagi chinsugi pe sonamgi dola penjara sangye drobar shu Sangye chodan tsugi chonala chanju pardo dani kesungje dagi chinsugi pe sonam dola penjara sangye drobar shu Sangye chodan tsugi chonala chanju pardo dani kesungje dagi chinsugi pe sonamgi dola penjara sangye drobar shu श्रद्धालु भक्तजनहरू यो जुन चाहिँ हामी प्रवचन सुन्नुभन्दा अगाडि हाम्रो मनलाई बोधिचित्त उत्पाद गरी आफूले यो प्रवचन सुन्ने आफूले भावना गर्नुपर्छ बोधिचित्त भने के भनिन्छ भने हामी जे जस्तो कार्यक्रम हामीले धर्म अपनाउँछ त्यो समयमा आफ्नो मनलाई परिशुद्ध बनाए यो धर्म सुन्नु प्रवचन सुन्नु जान्दैछ यो पनि केवल मेरो लागि मात्रै नभएर केवल मेरो लागि मात्रै नभएर सम्पूर्ण प्राणी सम्पूर्ण गाउँ ठाउँ देशको लागि यो भल होस् प्राणी प्रतिको भावना जगाएर हामीले प्रवचन सुन्नु पर्दछ र त्यसरी नै हामी बौद्ध लम्बीहरूले पहिला हामीले जे जस्तो पाठ हामीले साधना गर्छ सुरुमा शरण गमन अनि बोधिचित्तको पाठ उच्चारण गरी हामीले साधनाहरू सुरु गर्ने गर्दछ हजुरहरूलाई थाहै होला शरण गमन हामीले सधैँ त्रिरत्नको शरण पर्ने गर्छ बौद्ध रत्न अनि धर्म रत्न अनि संघ रत्न त्यसरी नै हामीले त्रिरत्नको शरण पर्नुपर्छ यो चाहिँ कहिलेसम्म चाहिँ शरण पर्नु पर्छ भन्दाखेरि
जबसम्म हामी बौद्ध ज्ञान प्राप्त गर्दैन तबसम्म हामी त्रिरत्नको शरण पर्नु पर्दछ। त्यो पनि अब हजुरहरूलाई यसमा अब एउटा बौद्ध रत्न, धर्म रत्न अनि सङ्घ रत्न भन्नेमा ज्ञान गुणहरू के छ योहरू बुझेर अनि त्यसको शरण पर्नु पर्दछ। त्यसको शरण परेर त्यसको परिणाम के हुन्छ त्योहरू पनि इत्यादि बुझेर हामी शरण पर्नुपर्छ। अनि हामीले बौद्ध चित्त भने हामी सामान्य मानिसहरू पनि बौद्ध ज्ञान प्राप्त गर्ने हाम्रोमा लक्षणहरू छ। हामीले बौद्ध ज्ञान प्राप्त गर्नुको लागि पुण्य सञ्चय गर्नु पर्यो अनि आफ्नोमा भएको क्लेश कुकर्महरू सबै परिशुद्ध पारी अनि मनमा मैत्री करुणा प्राणीप्रतिको भावनाहरू जगाई हामीले बिस्तारै नै त्यसलाई यसमा दुई प्रकारको पुण्यहरू सञ्चय गर्ने गर्छ। पुण्य सम्भार अनि ज्ञान सम्भार भनेर छोनी भनेर बुझिन्छ। योहरू हामीले सञ्चय गर्दै 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 हाम्रो जुन चाहिँ दुःख अनि दुःखको हेतु चाहिँ क्लेश र कुकर्मबाट नै यो सृष्टि हुन्छ। त्यही कारणले हामीले योहरू शोधन गर्दै 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 बौद्ध ज्ञान प्राप्त गर्न सक्छौँ। त्यही कारणले हामीले पहिलो त्रममा क्याम्ड्रो भनिन्छ शरण गमनको उच्चारण गर्नु अति महत्त्वपूर्ण छ। र आज मेरो विषय चाहिँ चार चित्त निवृत्ति। यसमा हामीले बौद्ध भाषामा लोतो नाम्सी पनि भनिन्छ। हामीले बौद्ध भाषामा दाल्चु निकावा छिवा मितावा लेग्युम्ड्रे खोरै निमिक भनेर चार चित्त निवृत्ति छ। यो मति शोधन अथवा यो उपदेश अति महत्त्वपूर्ण हुन्छ। लामा गुरुहरूले पनि जब त्यो गुफा बस्नुभन्दा अगाडि यो चार चित्त निवृत्तिको उपदेशहरू नै पालन गरेर आफ्नो विचारलाई शुद्ध अनि यो हाम्रो संसारप्रतिको विचारहरू चाहिँ यसलाई हामीले परिवर्तन गरी एकदमै साधना गर्नेमा मन चाहिँ श्रद्धा भक्ति ठुलो आस्थासँग नै यो हामीले पालन गर्ने गर्छ। यसमा हजुरहरूले चार चित्त निवृत्तिमा हामीले दाल्चु निकावा दुर्लभ मानव चोला भनिन्छ। दुर्लभ मानव चोला हामीले यो जुन चाहिँ हामीले सुरुको अभ्यास पनि भनिन्छ पूर्व अभ्यास र यो हाम्रो अहिले मनुष्य चोला छ। यो चोला पनि हामीले त्यसै हामीले प्राप्त गरेको होइन। पूर्व जन्ममा कयौं हामीले दान दक्षिणा हामीले धेरै पुण्य शील ग्रहण गरे अनि मेलाम भनिन्छ म भविष्यमा मनुष्य जन्म प्राप्त होस् भनेर त्योहरू हेतुहरूले गर्दा नै आज हामी यसरी मनुष्य चोला पाल्छ। यो चोला पाउनु चाहिँ अति नै कठिन छ। त्यही कारणले हामीले यो मनुष्य चोलामा चाहिँ 18 वटा लक्षणले सुसम्पन्न छ। तर हामी दुर्भाग्य के भने आफूले आफूलाई नचिनेको कारण आफ्नोमा लक्षणहरू के छ भन्ने त्योहरू नबुझेको कारणले अनि यस्तो 18 वटा लक्षणले सुसम्पन्न छ र पनि आफूले आफूको महत्त्व चिनेको छैन। त्यही कारणले हामीले हाम्रो चोलालाई दुरुपयोग गरेर अनि सधैँ हामीले संसारिकपट्टि लो दोक भनिन्छ। लो भनेको चाहिँ हामीले मन भनिन्छ। दोक भने चाहिँ फर्काउनु परिवर्तन गर्नु। हाम्रो मन चाहिँ कहाँबाट हामीले फर्काउनु पर्छ भन्दाखेरि हामी सधैँ त संसारिकपट्टिकै बेसी इच्छा आकाङ्क्षाहरू छ। सधैँ हामी धन सम्पत्ति कमाऊ अनि शाखा सन्तानपट्टि आफूले खालि धन कमाऊ आफूलाई नाम पद अधिकार यसमा मात्रै संसारिक जहिले हामी उठेकोदेखि जबसम्म सुत्दैन तबसम्म हाम्रो चाहिँ संसारिकपट्टि मात्रै मन हुन्छ।
म मेरो नाम पद अधिकार कसरी पाऊँ, म नाम हुनु पर्यो, नामी हुनु पर्यो, म धनी हुनु पर्यो भनेर हामी सधैँ हाम्रो मन चाहिँ संसारिक मात्रै छ। वास्तविक हामीले बुझ्यो भने धन सम्पत्ति हामीलाई चाहिँ, तर पनि यो चाहिँ हामी क्षणिकको सुविधा मात्रै हो। हामीले त्यो संसारिक मात्रैमा हामीले ध्यान गर्यो भने चाहिँ हामीले अनि पूर्णी अथवा धर्मपट्टि हाम्रो मन चाहिँ परिवर्तन गर्नु सकेन भने चाहिँ, किनकि हामीले यो मिलिरुम्बुची भन्छ है, यसरी हामीले दुर्लभ मानव चोला प्राप्त गरेको छ। यसलाई हामीले सदुपयोग, राम्रो प्रयोग गरेर पुण्य सञ्चय गर्नु सकेन भने यो चाहिँ अनित्य हो। अहिले राम्रो छ, अहिले एकछिनमा के भइरहेको हुन्छ, आज राम्रो छ, भोलि के भइरहेको। त्यही कारण संसार अनित्य हो, हाम्रो यो मनुष्य चोला पनि अनित्य हो। हामीले पुण्य सञ्चय गर्नु सक्यो भने भोलि हामी मृत्युको पछाडि दुर्गतिमा, नरक, प्रेत, पशु जस्तो नरकमा हामी पतंग हुनेछ। त्यही कारणले हामीमा 18वटा लक्षणले सुसम्पन्न छ। त्यसमध्ये हामीलाई हामी एउटा 18 मध्येमा हामी एउटा पहिलाको उदाहरण राख्यो भने, हामी आज नरकको प्राणीमा जन्मेको भए हामीले नरकमा चिसो अनि तासो 18वटा दुःखहरू छ। त्यसमा चिसो र तातोको दुःखहरूले एकदमै आफूलाई धर्म गर्ने समय नपाउने, सधैँ त्यो कोही कोही नरकमा त एक दिनमा 1000 पल्ट मर्नुपर्ने त्यस्तो खालको दुःखहरू पनि हुन्छ। त्यही कारणले आफूलाई अहिले हामीले मनुष्य प्राप्त गरेको छ। यो मनुष्य प्राप्त गर्दाखेरि आफूलाई एकदमै भाग्यमानी, किनकि म नरकमा जन्मेन, नरकमा जन्मेको भए यसरी धर्म सुन्नु पाउँथेन, यसरी धर्म कर्म गर्नु पाउँथेन भनेर आफूलाई एकदमै भाग्यमानी। अनि त्यसरी नै हामी हिदा भन्छ, हिदा भन्नाले प्रेत। हामी जन्म लिने ठाउँ चाहिँ हजुरहरूलाई थाहै होला, 6 लोक भनिन्छ है, 6 लोक भनेर है। हामी लामाई भन्छ, देवलोक, असुर, मनुष्य, प्रेत, पशु, नरक। यो हामी जन्म लिएको चाहिँ यो मात्रै हाम्रो जन्म होइन, हामीले यसको अगाडि कयौं जन्म लिइसक्यौं। हामीले सूत्रमा भेटिन्छ कि सिम्जे थम्जे फमा माग्युर्बामे भने हामीले जुन चाहिँ यो अहिले प्राणीहरू छ, सबै प्राणीहरू चाहिँ हाम्रो कुनै न कुनै जन्ममा बाउ, माता, पिता, दाजुभाइ, दिदी बहिनी गरिसकेको। जब माता भएर जन्म हुँदाखेरि यति साह्रो उहाँहरूको अब हाम्रोमा कृपया ठुलो हो, एकदमै उहाँहरूको योगदान ठुलो छ है। अब त्यसरी नै अनि हामी सबै प्राणीहरू चाहिँ हाम्रो एकदमै ठुलो योगदान छ। त्यही कारणले हामी आज प्रेतमा जन्मेको भए, प्रेतमा चाहिँ 2 प्रकार, भोग अनि प्यास भनेर, भोग र तिर्खाको दुःख छ। भोग र तिर्खाको दुःखले एकदमै आफूलाई धर्म गर्ने समय, सोझै पनि एउटा आउन सक्छ। त्यही कारणले आज हामी मनुष्यमा छ, आफूलाई नै भाग्यमानी ठानेर म आज प्रेतमा जन्मेको छैन, त्यही कारणले यसरी धर्म सुन्नु सक्यो, कर्म गर्ने सक्ने अवसर छ। यो चाहिँ एकदम महत्त्वपूर्ण हो भने आफूले कल्पना गर्नुपर्छ। त्यसरी नै हामी पशु लोक, धुन्द्रुकी केवा भन्छ, हामी पशु लोकमा जन्म लिएको भए धर्म के हो, अधर्म के हो, राम्रो के हो, नराम्रो के हो, कुकर्म के हो, सुकर्म के हो, कुशल कर्म के हो, अकुशल केही बुझ्दैन, अज्ञानताको कारण। अनि पशुमा जन्म लिएको भए यसरी हामी धर्म सुन्नु अनि आफूले कर्म गर्नु सक्दैन। त्यही कारणले आज हामी पशु लोकमा पनि जन्म लिएन। त्यसरी नै हामी अनि 33 लोकको एउटा देवलोकमा जन्म लिएको भए पनि देवलोकमा चाहिँ एकदमै मोस मजा, पुण्य जन्मको परिणामले आफूलाई सधैँ मोस मजाको कारणले धर्म कर्म गर्ने आफूलाई मन पलाउँदैन। त्यही कारणले आफूलाई मोस मजाको कारणले त्यो दुःखबाट निवारण हुने आफूलाई सोचै पनि आउँदैन। अनि जब त्यो देवलोकमा चाहिँ आफ्नो कर्म सिद्धेर जान्छ,
सोनम भने चाहिँ आफ्नो जुन चाहिँ कर्म सिद्धेर गएपछि चाहिँ अनि नरकमा पठाउँछ। असुर लोकमा पनि एकदमै दुःख दुःख छ। त्यहाँ चाहिँ जहिले रिस झगडा भई हुने यताउता सधैँ अशान्तिको कारणले त्यहाँ पनि धर्म हो। त्यही कारणले छ लोक मध्येमा मनुष्य लोक चाहिँ अति उत्तम चला। हामीले आजै पनि भगवान बुद्धको ज्ञानहरू सुनेर अनुसरण गर्न सक्यो भने, पालन गर्न सक्यो, अझै पनि हामी यो बौद्धत्व ज्ञान प्राप्त गर्न सक्छ। यो दुःख सागरबाट मुक्ति आवश्यक नै हुन सक्छ। त्यही कारणले आज हामी यसरी एकदमै सर्वश्रेष्ठ, एकदमै हामीले उत्तम चोला प्राप्त गरेको छ। आफूले नै आफूलाई सधैँ गर्व गर्नुहोस्, म आज मनुष्य हुनु पाए। त्यो पनि हामी लामाहरूको गुरुहरू पनि प्राप्त हुनुहुन्छ अनि धर्म सुन्ने अवसर पायो। अनि यो केवल धर्म चाहिँ सुनेर मात्रै नभएर यसलाई हामीले प्र्याक्टिकली यसमा पालन गर्नु पर्यो। पालन हामीले पुण्य सञ्चय गर्ने उपायहरू पनि विभिन्न प्रकारको छ। अब शील त हामीले पालन गर्नै पर्छ। ग्रेसीहरूकै माध्यमबाट शीलहरू छ। अनि पञ्चशील, 10 शील, उपासकको शीलहरू छ। अनि यो लामाहरू गुरुको अर्कै शीलहरू छ। हजुरहरूले यो शील पालन गरेर, आफूले शील पालन गरेर यसको दिनमा एउटा 100वटामा दिनमा एक शब्द पनि तपाईँले पालन गर्न सक्यो भने त्यसको पुण्य अथवा परिणाम चाहिँ एकदमै ठुलो आफूलाई प्राप्त हुन्छ। त्यही कारणले हजुरहरूले यो समय चाहिँ खेरो नपालेर हैन, हुनु त हामी सबलाई आफ्नो आफ्नोको एउटा ड्युटीहरू छ, आफ्नो आफ्नोको एउटा समस्या छ। तर भए पनि हामीले समय निकालेर है हुनु, हामी यो जब यो संसारमा जन्मेको देखि नै हामीले दुःख नहुने चाहिँ कुनै पनि छैन। हाम्रो चाहना के छ भने हामी सधैँ नै सुख शान्ति होस्। कतिले त अब गुम्बा मन्दिर जान्दा पनि गुम्बामा गयो कि माग्नु थालिहाल्छ है। अनि एकजनालाई फुर्सद छैन, औ आज मलाई त समय पाएन, मेरो लागि पनि माग्दै भन्छ। गुम्बा मन्दिर गएर मागेर 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 है के माग्छ भने हे भगवान मलाई सुख शान्ति होस्, मेरो परिवारलाई शान्ति होस्, मेरो नानी पास होस्, अनि मेरो अनि अवस्था ठिक होस् हैन, अनि मेरो अब फिजिकल है अब स्वास्थ्य मेरो अनि तन मन सबै एकदम शान्ति होस्, घरमा शान्ति होस् भनेर सधैँ चाहिँ हामीले म र मलाई भन्ने चाहिँ एकदमै उत्तम राखेर मलाई मात्रै होस्, मेरो राम्रो छ, मलाई नै चाहिन्छ, मेरो नै हुनुपर्छ भनेर आफूलाई मात्रै ठान्छ। तर हामी बौद्ध शास्त्रमा चाहिँ आफूभन्दा अरूलाई महत्त्व दिनुपर्छ। आफू भन्दै भने अरू चाहिँ एकदमै महत्त्वपूर्ण, किनकि आफू एक्लो छ, अरू त हजार लाख जना छन्। अनि हामीले सानो पाट एउटा बत्ती हैन, एउटा हामीले छुमी बाल्दा पनि आफूले हैन त्यो पुण्य छुमी बालेको पुण्यले चाहिँ केवल मलाईलाई, मेरो सन्तान, मेरो इत्यादिलाई मात्रै नभएर प्राणीको बल होस्, प्राणी उहाँको पुगोस् भन्ने मनमा चाहिँ एकदमै प्राणी प्रतिको भावना चाहिँ एकदम ठुलो, आफ्नो मनलाई ठुलो राख्नुहोस्। हामीले मैत्री करुणाको भावना लिएर तपाईको शुद्ध विचार हो त्यसरी हुनुपर्छ। त्यही कारणले हामीले शुद्ध विचार अनि हाम्रो मनमा श्रद्धा र भक्ति छ भने हामीले गरेको कर्मको फल परिणाम पनि शुद्ध सुखै सुख प्राप्त हुन्छ। हाम्रो मनमा लोभ, रिस, अहंकार, घमण्ड यो अशुद्ध छ भने हामीले गरेको कर्महरू पनि अशुद्ध कुकर्म भएर जान्छ। कुकर्मको परिणाम चाहिँ के छ भने आफूलाई दुःखै दुःख सृष्टि हुन्छ अनि नरक, प्रेत, पशु लोकमा पताउनु हुनेछ। त्यही कारणले म हजुरहरूलाई एउटा सत्य कथामा जोड्न चाहन्छु है। त्यो चाहिँ के हो भन्दाखेरि आफूमा श्रद्धा र भक्ति
सत्य र साँचो छ भने हामीले एउटा सानो जस्तो एउटा सामान्य वस्तुहरूबाट पनि आफूलाई ठुलो पुण्य प्राप्त भएर हामीले एकदम उसको अधिष्ठान आफूलाई झिन्लाप आशीर्वादहरू पनि पाउनेछ। यो जन्मबाट मुक्ति हो। अब यो सत्य कथा चाहिँ के जोड्न चाहन्छु भने पहिला तिब्बतमा एकजना आमा हुनुहुन्थ्यो अनि एकजना छोरा र आमा हुनुहुन्थ्यो। अनि आमा चाहिँ एकदमै त्रिरत्न भगवान बुद्धपट्टि एकदमै आस्था विश्वास श्रद्धा भक्ति भयो। अनि आमालाई चाहिँ अब तिब्बतमा छ, छोरा चाहिँ जहिले पनि भारतमा जान्थ्यो बिजनेसको लागि। अब है आफूले बिजनेस गर्दै हो त्यसै भारतमा जानुपर्ने अरे। अनि आमालाई चाहिँ भगवान बुद्धपट्टि एकदमै आस्था ठुलो भएको कारणले नानीलाई के भन्यो भने नानी तिमी भारतमा जाँदैछौ, भारतमा त भगवान बुद्धको बौद्ध ज्ञान प्राप्त बोधगयामा भएको छ। अनि उहाँको परिनिर्वाण कुशीनगर अनि उहाँको जुन चाहिँ यो पहिला उहाँले धर्म प्रचार दिएको वाराणसी भन्छ है शरण। अनि त्यहाँनिर भगवान बुद्धहरूको धेरै अब होली प्लेस भन्छ है धामहरू धेरै छ रे। मलाई एउटा आस्था राख्ने भगवान बुद्धको लुगा भए पनि उहाँको एउटा केस भए पनि मलाई ल्याइदिनुहोस् भनेर सधैँ छोरालाई भन्थ्यो। अनि छोरा चाहिँ पहिलोपल्ट अब तिमीले ल्याइदिनु है भनेर भनेको रहेछ आमाले। अनि छोरा चाहिँ गयो भारतमा बिजनेस गरे अनि फर्केर आएछ। त्यो प्रथमपल्ट चाहिँ छोराले बिर्सिगएछ अरे। आमाले मलाई आस्था राख्ने एउटा भगवान बुद्धको एउटा चिनो ल्याइदिनु भनेको त्यो ल्याउनु बिर्स्यो। फेरि सेकेन्ड दोस्रो समयमा पनि उहाँ गएछ। आमाले यो समयमा जसरी नै ल्याउनु है नानी भनेर भनेको रहेछ। त्यो समयमा पनि उसलाई बिजनेस गर्नु भारतमा आएर जाँदा फर्केर निकै समय लाग्यो। त्योपल्ट पनि उसको बिजनेसको कुराले कामले गर्दा उसलाई फेरि भुत्तुकै बिर्सेछ। अन्तमा हे नानी अब चाहिँ तिमीले भारत जाँदैछौ, मलाई चाहिँ आस्था राख्ने चिज जसरी पनि चाहियो। अगर यो अन्तमा पनि तिमीले ल्याउन सकेन भने ठिकै छ, म तिम्रै अगाडि अनि सुसाइड गर्छु भनेर आफैले अब मृत्यु हुन्छ। अनि छोरा त्यो अन्तिमपल्ट पनि भारतमा बिजनेसको लागि गएछ है। त्यसरी गयो अनि उता गएर बिजनेस गरेर 3 महिना त्यस्तो लागेको छ। अनि त्यसरी 3 महिनामा बिजनेस गरेर सबै गरेर फर्केर आउँदाखेरि तिब्बतमा आएर घर आइपुग्नु आँटेको थियो। उसलाई मनमा झसङ्गै भयो, ला मैले यसपल्ट पनि मैले आमाको लागि आस्था राख्ने एउटा उहाँलाई चाहिँ केही पनि वस्तु एउटा दिएन भने त आमा त अब सुसाइड गर्छु भनेको थियो होइन। लो अब चाहिँ हुँदैन भने एकदम मनमा डर पनि लाग्यो। उसलाई एकदमै झसङ्गै भन्दा चाहिँ यताउता हेर्दा चाहिँ के देख्यो भन्दाखेरि एउटा कुकुर मरेर यस्तो निकै महिना भएको छ। कुकुर मरेर है यस्तो अब तिब्बतमा त हजुरहरूलाई थाहा होला है, त्यो एकदम दुबोहरू पुरा हुन्छ। कुकुर मरेर चाहिँ 2-3 महिना भइसकेको मासुहरू पनि फ्यातफ्युत एकदमै गयो, हड्डी मात्रै रहेछ। अनि छोरालाई त्यो झसङ्गै हुँदाखेरि अनि त्यो कुकुरको हड्डीहरू मध्येमा दाँत एउटा लामो दाँत चाहिँ निकालेर छुरीले यसरी तासेर सफा गरेर पहिलो कपडामा एकदम पासफुस गरेर एकदम अब के हो मजाले पट्याइकन राम्रोसँगले बोकेछ। अनि जब घरमा पुग्दाखेरि अनि आमाले सोधेछ नानी तिमीले मेरो भनेको चिज ल्याइदियो भन्दा ल्याइदिएको छ भने। अनि छोराले पनि शङ्ख नगरी आमालाई दिएछ। आमाले त्यो चिज जब थाप्न बित्तिकै उहाँले खोलेन छेसम्म है देवता थानमा राखेर अनि एकदम पूजा गर्नु थाल्यो रे, आस्था राख्नु थाल्यो रे, पाठ पूजा गर्दै सधैँ। अब आमाले चाहिँ के सोच्यो भने त्यो स्वयं भगवान बुद्धकै दाँत हो भनेर एकदम ठुलो आस्था श्रद्धा भक्ति राखेर सधैँ पाठ पूजा गर्दै होस् गर्ने अरे छुसम्म।
अनि हो त्यसरी दिनदिनै गर्दा आमा पनि धेरै उमेर खाएको रहेछ है, अब 70 नागिसक्यो। अनि हो त्यसरी पाठ पूजा सधैँ श्रद्धा भक्ति राख्ने। एक दिन त बिचरा आमा पनि अब एकदम बुढी भएको कारणले अन्त आमा त बित्नु भएछ अरे, एक दिन निधन भएछ। अनि त्यो जब छेसम्म त्यो राखेको कुकुरको दाँतबाट त तपाईँको ज्योतिहरू प्रकाश भएको, अब 5-6 कलरको ज्योति प्रकाश यस्तो ढाकेर। अनि त्यहाँको घरको मान्छेहरू गाउँलेहरू सबै आएर अचानक अचम्मै भयो। त्यो जुन चाहिँ पहिला कुकुरको दाँत छ त्यहाँबाट चाहिँ त्यो परिवर्तन भएर चाहिँ भगवानको, त्यो बुद्ध भगवानको दाँतमा परिवर्तन भयो, एकदम ज्योति प्रकाश स्वरूप। अन्त आमा चाहिँ त्यो मृत्यु निधन हुनु बित्तिकै आमा चाहिँ देवलोकमा स्वर्गतिमा जन्म लिएछ। अनि लिँदाखेरि चाहिँ अब त्यो गाउँको मान्छेहरू सबै अचम्मै लाग्यो, त्यहाँबाट प्रकाश ज्योतिहरू अब सृष्टि भयो त्यसरी। त्यहाँदेखि पछाडि राम्रो विचार गर्दा अब छोरालाई पनि छक्कै पर्यो, अरे यो त कुकुरको दाँत हो कसरी भन्दा पछाडि अनि अर्हत भनेर ड्राचुमा भनिन्छ, गुरुहरूलाई प्रश्न गर्दा चाहिँ यो सामान चाहिँ सामान्य हो, तर त्यसरी रिङसेलमा परिवर्तन हुने कारण चाहिँ त्यो आमाको मनमा एकदमै श्रद्धा भक्ति एकदम शुद्ध भएको कारणले अनि उसलाई त्यसरी जिल्ला प्रतिष्ठान प्राप्त भएको भनेर त्यसरी गुरुले भन्यो। त्यसरी नै हामीले सधैँ त छेसमतिर पाठ पूजाहरू गर्छ है, गर्दा पनि आफूले एकदमै श्रद्धा भक्तिसँग हामीले आस्था राखेर पाठ पूजा गर्नु सक्यो भने त्यसको जिल्ला प्रतिष्ठान हामीले आवश्यक नै प्राप्त हुन्छ। र त्यसरी नै हामीले त्रिरत्नमाथि सधैँ नै श्रद्धा भक्ति आस्थाहरू राख्नुपर्छ। त्यही कारणले हामीले सधैँ चाहिँ हामीको आफू दैनिक जीवनमा आफ्नो आफ्नो ड्युटी छ र पनि आफूले धर्म कर्म पुण्य सञ्चय गर्नको लागि लामा गुरु नै हुनु सकेन भए पनि हामीले त्यसमा उपाय धेरै धेरै घर बसेर ड्युटी गर्दा गर्दै पनि हामीले पुण्य सञ्चय गर्न सक्छौँ। घरमा बसेर पनि हामीले पुण्य सञ्चय गर्न सक्छौँ। हामीले पुण्य सञ्चय हुनु नहुनु चाहिँ केमा पर्दछ, आफ्नो मनलाई चाहिँ पवित्र शुद्ध विचार। आज एउटा बत्ती बाल्यो, एकजनाले 100 वटा बाती बाल्यो, फेरि अर्को आएर यो भन्दा बेसी बाल्छु भनेर हामीले अहङ्कार गरेर है एकदम कम्पिटिसन लगाएर हो त्यसरी बाल्यो भने त्यो अशुद्ध भन्छ। हामीले त्यो प्राणीप्रतिको भावना चाहिँ हामीले जगाउनै पर्छ, त्यो राखेर शुद्ध विचारले नै हामीले लगाइहाल्नु। त्यही कारणले हामीको यो मानव चोला अति नै महत्त्वपूर्ण हो। यो हामीले त्यसको पूर्व जन्ममा हामीले गयौँ, हामीले दान दक्षिणा शील ग्रहण गरेर नै आज हामीले यसरी प्राप्त गऱ्यौँ। त्यसमा हामीले यो जन्ममा हामीले यसलाई राम्रो सदुपयोग है पुण्य सञ्चय गर्नु नसक्ने हाम्रो के हो भन्दाखेरि एकमा चाहिँ हाम्रो मन चाहिँ सबै क्लेश कुकर्मले भरेछ। अब हाम्रो विचार चाहिँ के हुन्छ भने मनलाई अलिकति भएन रिस पनि गरिरहेको राम्रो चिज, एकजना छरछिमेकीको राम्रो चिज देख्यो भने त्यतै मन लोभिए लोभको बस्न परेर अनि सुरुमा मध्यमा अन्तमा यस्तो परिणाम दुःखै दुःख हुन्छ। किनकि हाम्रो वास्तविक हाम्रो मनको वास्तविक स्वरूप चाहिँ के हो भने शून्यता। त्यसलाई नबुझेको कारणले हामीले जहिले नै असन्तोषी अशान्ति हुने कारण के हो भने हाम्रो मनमा सन्तोष छैन। अब होइन हामीलाई एउटा पैसाको लागि कम भनेर त्यसको लागि हामीले ढाकेर चोरेर अब होइन हामीले जहिले अब त्यसको लागि एकदमै त्यो जिती गर्छ। जब आफूलाई त्यो पैसा प्राप्त गर्यो फेरि पुग्दैन। अब 1000 फेरि मलाई 5000
5,000 भएछ फेरि 10,000। हाम्रो मन चाहिँ यति साह्रो चाहिँ अब लोभ छ। हाम्रो संसारको जति पनि वस्तुहरू, संसारको सबै धन सम्पत्ति तपाईँलाई प्राप्त भयो भने तपाईँले कहिले शान्ति। त्यही कारणले भगवान बुद्धले भनेको छ सबैभन्दा धनी चाहिँ के हो भन्दा आफ्नोमा भएको वस्तु इत्यादि सामान छरछिमेकी आफ्नो सन्तान धनले चाहिँ सन्तुष्ट हुनु नै सबैभन्दा धनी। किनकि हामीले चाहिँ सधैँ सोच्छ होला म एकदम धन कमाएर एकदम परिवारसँग सुख शान्ति बस्छु होला भनेर धर्ममा पनि हामीले त्यसमै सबै अब संसारिक धनपट्टि नै हामीले मन चाहिँ त्यतापट्टि नै लाउने गर्छ। अनि धनले नै हामीले सुख शान्ति हुन्छ भने त आज धन हुने धेरै शान्ति हुन्छ है। तपाईँलाई याद गर्दा कति धन छ के ला मेरो यसले खाइदिन्छ कि यसले चोरिदिन्छ कि जति नै धन छ त्यति नै मनमा फेरि त्यसको प्लानिङहरू है मनमा चाहिँ त्यो एकदम अशान्तिहरू बढ्दै जान्छ। त्यही कारणले हामीले सबैभन्दा ठुलो चाहिँ के चाहिन्छ भन्दाखेरि आफ्नो मनलाई सन्तुष्ट त्यही कारणले आफ्नो जे जस्तो ठाउँहरू त्यो चाहिँ सन्तुष्ट भयो आफूले अनि मनलाई शान्ति। किनकि सुख दुःख चाहिँ तपाईँलाई भर पर्छ। सुख दुःख चाहिँ मनबाट नै सृष्टि हुन्छ। त्यही कारणले सुख दुःख चाहिँ बाहिरबाट। दोस्रोमा चाहिँ हामीले यो क्षीणमिताको हुन्छ मरण अनित्य। मरण अनित्य भने चाहिँ हामी संसार अनित्य हो। त्यो त्यसले चाहिँ हामीले के भन्छ म त अहिले कर्म गर्ने समय भएको छ। म त अझै खाइरहेको छु, जिउ पनि तकाएको छु। आज मतलब अझै 80-90 वर्षको म पुरा बस्छु होला भने आफूले एकदमै नित्य ठानेर अमर ठाने अनि हामीले समय पाए पनि खेर फालेर हामी पुण्य सञ्चय गर्ने धर्म गर्ने मन नै हामीलाई निस्किँदैन हाम्रो सोचैमा। त्यो चाहिँ अति नै हाम्रो दुर्भाग्य हो। हामीले यो समय चाहिँ तपाईँले जहिले फुर्सद छ त्यति बेलादेखि नै तपाईँले पुण्य सञ्चय गर्ने धर्म कमाउनु चाहिँ सुरु गरिहाल्नु। किनकि संसार अनित्य हो। अब भोलि कहिले कसरी हाम्रो मृत्यु होला भन्ने त्यस्तोहरू पनि आइपुग्छ। त्यही कारणले हामीले आफ्नो ज्यानलाई डर नआउने कोही पनि छैन। हामीले जति सक्दो बाँच्नु लागि धेरै घर खर्चहरू गर्छ, धेरै उपायहरू गर्छ। तर भए पनि हामीले यो समय अहिले समय जुन पर्छ त्यसलाई खेरो नपालिने समयमा नै तपाईँले अलिक पुण्यहरू सञ्चय गरेर सिल ग्रहण गरेर धर्म गर्न चाहिँ अहिले नै सक्छ। यो धर्म सञ्चय गर्नु पनि हामीले ब्याङ्कमा पैसा जम्मा गरेको जस्तै हो। नामा खाँचे धाता विगतमास हामीले पूर्व जन्ममा राम्रो कर्म गरेको थियो। आज हामीले यसरी मनुष्य प्राप्त भयो, गुरुहरू हामीले प्राप्त छ अनि हामीले धर्म कर्म गर्ने अवसर छ। आज हामीले धर्म कर्म गर्नु पुण्य सञ्चय गर्नु कर्म गर्नु सकेन भने भोलि हामीले जति पहिलाको जन्ममा पुण्य गरेको योहरू सिद्धेर जान्छ। भविष्यमा कुकर्म मात्रै अपनायो भने हामीले त्यो कुकर्मले दुर्गतिमा जन्म। त्यही कारणले हाम्रो दैनिक जीवनमा के को पनि एउटा उयो छैन, ठेगाना छैन के कस्तो हुन्छ अहिले के हुन्छ भन्ने होइन। तर हामीलाई एउटा चाहिँ के ग्यारेन्टी छ, हामी मृत्यु हुन्छ, जन्मेको अन्तमा मृत्यु चाहिँ आवश्यकता नै है। यो चाहिँ अब एकदमै ग्यारेन्टी हो। त्यही कारणले हामीले बालक दिने हजुरहरूले अनि नानीहरूलाई पनि राम्रो ज्ञानहरू सिकाएर। किनकि अहिले चाहिँ हामीले विशेष म त अहिले दुःख बिमार पनि छैन, अझै धर्म गर्ने समय पनि छु। 60-70 वर्ष पुग्दाखेरि म धर्म गर्छु, अहिले चाहिँ मेरो कमाउने समय हो भनेर
आफूले जहिले कर्मपछि चाहिँ कर्म गर्ने समय चाहिँ त्यही हानिकारी हो। हाम्रो यो उमेर चाहिँ कतिसम्म बस्छ अनि कसरी हाम्रो मृत्यु हुन्छ, कहिले हुन्छ, योहरू चाहिँ एकदम हामीले त्यही कारणले हामीले अहिले नै यो समयलाई खेर नपाए। संसार अनित्य। भगवान बुद्धले नै भनेको छ, जन्मेको अर्थमा अन्तमा मृत्यु। हामीले जुन चाहिँ कमाएको अन्तमा चाहिँ सिद्धेर जान्छ। अनि त्यसरी नै जुन पनि हामीले उच्च जुन पनि छ मनुष्यदेखि लिएर जुनै वस्तु त्यो एक दिन लगेर जान्छ। अनि हामी अहिले भेला भएको छ जन्म भएको अन्तमा बिछोड त्यसरी हुन्छ। यो संसारको एकदमै नियम। त्यही कारणले हामीले संसार अनित्य जहिले पनि हामीले त्यो आफूलाई म त यो संसारमा पाउन जस्तो मात्रै हो, कति दिन बाँचिन्जेल जति सक्दो आफ्नो छर छिमेकी अनि जति पनि धर्मगुरुहरूलाई जहिले समाज सेवा सहयोग यो चाहिँ के सहयोग पुऱ्याउँछु भने हामीले मनलाई चाहिँ एकदमै सबै एउटा राम्रो प्रकारको विचारहरूमा राख्नुपर्छ। त्यही कारणले संसार चाहिँ अनित्य हो। यसमा टिबेटी भाषामा भनिन्छ छिवा मिताकमा भन्दाखेरि फर्स्ट दाजुदेखि तिब्बतहरूले त्यतिखेर सिधै यहाँ अनित्यको जुन चाहिँ हामी बारेमा भन्नुपर्दा चाहिँ यो जुन चाहिँ हामी जब बाँचिन्जेल होइन हाम्रो छरछिमेकी अनि आफन्त आफूले धन सम्पत्ति नाम पद अधिकार चाहिँ यो चाहिँ बाँचिन्जेल मात्रै हो। भविष्यमा अब यो बाँचिन्जेलको सुविधा जब हामी मृत्युको पछाडि यो धन सम्पत्ति शाखा सन्तान अनि योहरूले चाहिँ हामीले सहयोग पुर्याउन सक्छ। त्यो समयमा चाहिँ केले हामीले सहयोग दिन्छ भने चाहिँ त्यो कुरामा चाहिँ हामीले धान्छु गर्ने जुन चाहिँ हामीले धर्म आफूले सञ्चय गरेको छ त्यसले मात्रै हामीले रक्षा गर्न सक्छ। त्यही कारणले आज म धनी छु, मेरो पद अधिकार छ भनेर म सन्तुष्ट भएर नबस्नुहोस्। योहरू एक दिन पतन भएर जान्छ, योहरू सबै बितेर जान्छ। किनकि संसारै अनित्यको कारणले सबै परिवर्तन हुँदै किनकि आज एउटा पदमा छ भोलि त्यसमै हुँदैन, त्यो पतन भएर जान्छ, परिवर्तन। त्यही कारणले हाम्रो मनलाई पनि परिवर्तन गर्ने है। मनलाई चाहिँ कसरी परिवर्तन हुँदैछ भने हाम्रो मन चाहिँ सबै एकदमै अमर जस्तो गरेर म चाहिँ अब यति बस्छु यसो गर्छु। हामीले अझै पनि अर्को वर्ष म यो गर्छु, त्यहाँदेखि त्यो बनाउँछु, त्यहाँदेखि त्यो गर्छु। हामीले यति साह्रो मनमा चाहिँ इच्छा आकाङ्क्षाहरू छ। भोलि एकछिनमा हामी सानो रोगले नै अचानक हामी मृत्यु हुनु पनि सक्छ है त्यो टाइम। त्यही कारणले केहीको भरोसा छैन। त्यही कारणले हामीले सबैभन्दा ठुलो के भने यो धर्मलाई नै सधैँ हामीले कमाएको छ भने त्यसले नै तपाईँलाई रक्षा गर्न सक्छ। भगवान बुद्धले पनि जुन चाहिँ धर्म देशमा दिनुभयो यसमा मुक्ति मार्गहरू आवश्यकता छ, तर त्यो हामीले पालन गरेन भने त्यसको हामीले अनुसन्धान गर्न सकेनौँ, त्यसको अनुसरण गर्न सकेनौँ, त्यसको परिणाम पनि हामीले प्राप्त गर्न सक्दैनौँ। किनकि तपाईँ स्वर्गतिमा जानु नरगतिमा जानु चाहिँ त्यो तपाईँको हातमा। भगवान बुद्धले के भन्नुभएको छ, दानी दागी हुनु, तपाईँ राम्रो नहुनु, तपाईँ सङ्गति दुःखबाट निवारण हुनु अनि दुःखको शान्ति ल्याउनु नल्याउनु चाहिँ तपाईँलाई नै गर्नुपर्छ। यो तपाईँमाथि नै छ भन्नुपर्छ। त्यही कारणले संसार अनित्य छ। अनि तेस्रोमा छ
कर्म हेतुहरू कर्म चाहिँ अति नै हामीलाई बलियो चिज हो। हामीले जस्तो कर्म गर्छौँ त्यस्तो नै आफूलाई प्राप्त हुन्छ। हामीले अब कर्म पनि अकुशल कर्म छ, कुशल कर्म छ। कुशल कर्म पनि यसमा 10 प्रकारको कुशल कर्महरू छन्। हजुरहरूले सकेछ भने पञ्चशील अनि 10 शील न्यूनेदेखि लिएर शील चाहिँ तपाईँहरूले बस्नैपर्छ। किनकि अघि मैले भने मनुष्य पाउनेको सबैभन्दा यो एकदमै एउटा खाँपो जस्तो चाहिँ शील ग्रहण गर्नैपर्छ। न्यूनेदेखि लिएर अनि 10 शील उपासनाको शीलहरू छ। अनि यो 10 शीलमा हामीले शरीरबाट हुने 3वटा किसिम छ। हजुरहरूलाई थाहा हो। एउटा चाहिँ के भने हामीले शरीरबाट प्राणी हिंसा यो चाहिँ एकदम हामीले सबै नै अहिंसक ब्रह्म धर्म भन्दै भगवान बुद्धले नै भन्नुभएको छ। हामीले आफूले प्राणको कति माया हुन्छ त्यसरी नै सम्पूर्ण प्राणी हामीले केवल मनुष्य मात्रै नभएर सम्पूर्ण किरा पटिङ्गादेखि सम्पूर्ण प्राणीहरूको प्राण हुन्छ। आफ्नो प्राणको माया हुन्छ। हामीले एउटा सानो सपोज हामीले एउटा कुकुरलाई अलिकति हिर्काइदियो त्यो कराउँछ है, तर बिचरा त्यो पशु मलाई दुख्यो भन्न सक्दैन। तर भए पनि बिचरा अब त्यो कराएर उसलाई एकदमै त्यसको दुःखको जुन चाहिँ दुखेको अनुभव गर्छ। सम्पूर्ण प्राणीको हाम्रो एउटै चाहना हुन्छ, हामी सुख शान्ति होस्, दुःख नहोस् भनेर नै हाम्रो चाहना हुन्छ। हामीले सुख शान्ति रहने चाहना भए पनि सुख शान्ति कहाँबाट सृष्टि हुन्छ, दुःख कसरी मुक्ति हुन्छ भन्नेमा हामीले आज पनि अबुझ छ। मनमा सुख शान्ति चाहेर पनि हाम्रो एक्सन, हाम्रो कर्महरू चाहिँ कुकर्मपट्टि नै जान्छ। काम गराइहरू जहिले हामीले यो क्लेशपट्टि लोभ गरिरहेको हुन्छ, आरिस पनि गरिरहेको हुन्छ, अहङ्कार घमण्डहरू गरिरहेको। त्योहरू जति नै मनमा बढ्दै जान्छ त्यति नै मनमा अशान्ति दुःखहरू चाहिँ तीव्र सृष्टि हुन्छ। त्यही कारणले हामीले जुन चाहिँ मनमा सुख शान्ति चाहियो भने अरूलाई पनि हामीले सुख शान्ति दिन सक्छौँ। किनकि तपाईँले अरूले सुख शान्ति दिएन भने अरूलाई तपाईँले मार्ने पनि अधिकार छैन। किनकि आफ्नो एउटा प्राणको आफूमाथि अधिकार हुन्छ। त्यही कारणले हामी जति हाम्रो प्राणलाई माया एकदमै हामीले महत्त्व छ त्यति नै सबै प्राणीको प्राण पनि त्यति नै महत्त्व छ। त्यही कारणले हामीले प्राणी हिंसा नगरेर त्यसको बदली चाहिँ हामीले क्षेत्र भन्छ आयु आजादको एउटा आत्माको ज्यान बचाउने, ज्यान त्यागेर ज्यान लिने त्यागेर ज्यान बचाउने शरीरबाट। अनि एउटा चाहिँ के छ भने हामीले चोर्नु अहिले एउटा प्राणी हिंसा गर्नेहरू त्यसको परिणाम के छ भने एउटा चाहिँ नरकमा पठाउनु भएको छ। अगर मनुष्यको जन्म लिए पनि आयु छोटो भएर एकदम बिमारले सताइरहेको तपाईँले देख्नु भएको छ। त्यो चाहिँ जन्मिँदै मर्नेछ, त्यो चाहिँ माताको गर्भमै मर्नेहरू, त्यो चाहिँ जन्मिने बित्तिकै मर्नेहरू। त्यो आयु किन छोटो भएको होइन? कुनै जन्ममा प्राणी हिंसा बेसी गरेको, प्राणी हिंसा गरेको परिणाम। त्यही कारणले हामीले आयु धेरै बाँच्नु, आयु लामो छ भने प्राणी हिंसा त्याग गरेर प्राणी दान गर्नुहोस्। एउटा चाहिँ चोरी। अहिले हजुरहरूले अहिले पनि हामी यो मानिस जुन चाहिँ चोलामा देखिरहेको छ त्यो चाहिँ एकदमै किनभने गरिब
दिनमा एक छाक लाउनु खानु पनि नपुगेको, एक छाक खानुको लागि पनि मागेर खानुपर्ने है। त्यसरी नै अनि लाजा त्यस्तोहरू देख्छ। त्यो पनि तपाईँलाई सत्य कथासँग जोड्नु चाहन्छु। पहिला भगवान बुद्धको कालमा एकजना एकदम गरिब त्यस्तो व्यक्ति थियो। अनि जब भगवान बुद्धको कालमा चाहिँ सबै मानिसहरू भगवान बुद्धको अगाडि गएर प्रश्न गरेर अनि भगवान बुद्धको उपदेशहरू सुनेर त्यसलाई पालन गर्ने त्यस्तो एउटा त्यो समयमा त्यस्तो खालको एउटा परम्परा थियो। अनि त्यो जुन चाहिँ एकदम गरिब मानिसले चाहिँ भगवान बुद्धको एकदमै गरिब हुँदाखेरि चाहिँ अनि त्यो मानिस चाहिँ के भने 80 वर्षको औरत। अनि ऊ चाहिँ अब एउटा जुन लाउने कपडा पनि 100 मात्रै भन्यो, अनि दिनमा खाने पनि नभएको लाउनु, एउटा बस्नुको ठेगाना पनि नहुने त्यस्तो एउटा बोझ। अनि अब उसले शाखा सन्तानहरू पनि थिएन, ऊ एक्लै हुनेको कारण एकदम दुःखी। अनि अब दुःखी भए पनि जिन्दगी त कटाउनु पऱ्यो, खानु पऱ्यो, लाउनु पऱ्यो। अनि त्यो बोजूले चाहिँ के ठान्यो भन्दाखेरि म एउटा घरमा नक्कुर गरेर खानु पऱ्यो भने त्यो बोजूले त्यसरी सोच्यो। अनि त्यो बोजूले चाहिँ एकजना घरमा मालिकमा सल्लाह गरेर म चाहिँ यहाँ नक्कुर गर्नु पऱ्यो, हजुरहरू पैसा जति दियो पनि हुन्छ, मलाई बस्ने खानेहरू चाहिँ मिलाइदिनुहोस् बन्दोबस्त भनेर उहाँले। अनि एउटा घरमा हो त्यसरी त्यो घरको भाँडाहरू मास्दै भाँडाहरू सफा पनि त्यसरी गर्थ्यो। अनि त्यो बोजू चाहिँ एकदमै त्रिरत्नप्रति श्रद्धा भक्ति भएको त्यस्तोहरू। अनि उसले चाहिँ उसको काम चाहिँ बिहान उठेर त्यो भवनमा पानी चढाउने, छोपा भन्छ है, पानी चढाउने। अनि पानी पनि त्यो समयमा चाहिँ तल धारामा गएर थापेर ल्याउनु पर्थ्यो। अनि एक दिन त त्यो बोजू चाहिँ तल गएर धारामा पानी थाप्दै थियो, उताबाट बिच्छु गर्न अर्थात् भन्नाले यो जुन चाहिँ संसारको यो जुन चाहिँबाट मुक्ति भयो, लोभ रिस अहङ्कारबाट सबै मुक्ति भयो, एउटा निर्वाण प्राप्त गरे। अर्थात् उहाँहरू आउनुभयो। आउनुको त्यो समयमा चाहिँ कस्तो थियो भने उसलाई जुन चाहिँ गुरु भिक्षु गर्नहरू दान माग्नु आउँदा चाहिँ खाली नपठाउने त्यस्तो परम्परा थियो। एउटा सानो चिज भए पनि दान दक्षिणा गर्ने त्यस्तो हो। अनि त्यो बोजू चाहिँ त्यसरी जुन चाहिँ त्यो धारामा हुँदा चाहिँ भिक्षु गर्नहरू आफू आउँदा चाहिँ उसलाई एकदमै दान दिने इच्छा छ, तर उसलाई त्यो दान दिने एउटा केही पनि थिएन अरे। अनि न कपडा न पैसा नै होस्, आफूलाई केही पनि थिएन। अनि त्यो भिक्षुहरू त्यहाँ धारामा आउँदा चाहिँ आमा चाहिँ त्यो बोजू चाहिँ एकदमै यस्तो हात टेकेर एकदम घोप्टेर बस्यो। एकदम अब मनमा उसलाई के भयो भने एकदम दुःख लाग्यो। भगवान बुद्धको भिक्षुहरू आउँदाखेरि त मैले दान पनि गर्न नसक्ने, मेरो यति साह्रो के कर्म थियो भनेर एकदम दुःखी भएर त्यसरी घोप्टेर बस्यो। अनि एकजना आफाले उहाँले प्रश्न गर्नुभएछ, तिमी किन दुःखी छौ, के भयो भन्दाखेरि एकदम रोँदै भन्यो, म तपाईँहरूलाई दान दिन दक्षिणा गर्ने इच्छा त ठुलो छ, तर भए पनि मेरोमा यो केही पनि छैन, न कपडा होस् न पैसा नै होस्, एउटा फुलहरू केही पनि छैन, म एउटा गरिब हो। अनि भिक्षुले भन्नुभयो, अनि तिमी त्यसरी केही पनि सुर्ता गर्नु, त्यसरी दुःखी मान्नु पर्दैन। तपाईँले यो जग छ, तपाईँको जग चाहिँ धाराको पानी चोखो चाहिँ थापेर मेरो त्यो लुम्सी भन्छ त्यो जुन चाहिँ खाना
थाप्ने टपर कालो उहाँहरू जुन चाहिँ त्यो दक्षिणा लिन जाँदा त्यो बोक्यो त्यो धाराको पानी चाहिँ तिमीले थापेर यसमा हाल्नुहोस् अनि तिमीले प्रार्थना गर्नुहोस् भनेर एकजना अनि त्यो बोजूले साँच्ची नै चोखो पानी थापेर 2 जग 3 जग हाल्दा त्यो भोरी भयो अन्त उहाँले प्रार्थना गरेछ अनि प्रार्थना गरे अनि त्यो भिक्षु गणले पनि एकदम प्रार्थना गरेछ अनि आज तपाईँले राम्रो दान गर्नुभयो आज तपाईँ गएर अनि ढुक्कैले बेलुका सुन्ने बेलामा चाहिँ त्यो ओम मुनि मुनि महामुनि शाक्य मुनि सौ भन्ने त्यो मन्त्र चाहिँ जपेर सुन्दै मन यताउता नगर्ने मनमा एकान्त गरेर एक ठाउँमा राखेर त्यो मन्त्र गर्ने भनेर त्यस्तो भन्यो अनि साँच्ची नै बोजू फर्केर गएर जब बेलुका सुन्ने त्यो मन्त्रबाट एकान्त गरेर सुन्दैछ त्यसरी अब सुन्ने ठाउँ पनि कस्तो थियो भन्दाखेरि त्यो अब बोरा ओछ्याएर सुन्ने मल गाईको मलमाथि अनि एकदमै त्यो बेलुका एकदम मन्त्र गरेर सुन्दैछ ध्यान गर्यो अन्त बेलुका 12 बजीतिर त बोजू त्यो ध्यान भएछ अब मृत्यु भएछ अनि बोजू त्यहाँबाट मृत्यु भयो देउलोक स्वर्गतीमा जान्छ जब त्यो बिहानै उठेर त्यो घरको मालिकहरू हेर्दा त बोजू त बाहिर अब बाहिरबाट हेर्दा त लास मात्रै गरिरहेको छ उहाँले यताउता गएर जब त्यो च्यानमा गएर आगो लगाउनु आँट्दा चाहिँ आमाको माथि आकाशदेखि इन्द्रेणीहरू 4-5वटा लागेर फुलहरू विभिन्न प्रकारको फुलहरू संसारको देवी देवताहरूले पनि उहाँलाई चाहिँ एकदमै एउटा स्वागतसँग त्यसरी देवी देवता परेको सबै स्वागत हो अनि यताउति त्यो समयमा अनि त्यो समयमा अनि सबैले के हो भन्दाखेरि त्यहाँ गुरुहरूले सोद्धाखेरि अनि सबै संसारको देवी देवताले नै उसलाई एकदम स्वागतसँग देवलोकमा पुर्यायो त्यो के भन्दाखेरि जुन चाहिँ त्यो बोजूले पानी दान गरेको थियो त्यसको पुण्यले नै उहाँको सञ्चय ठुलो प्राप्त भएर स्वर्गतीमा जानुभयो त्यसरी नै हामीले आफूमा केही छैन भने आफ्नो एउटा सत्य विचारले पवित्र विचारले एउटा सानो दान गरे त्यसको परिणाम यति साह्रो ठुलो प्राप्त हुन्छ अनि एउटा चाहिँ शरीरबाट भएको हामीले व्यविचार भन्छ व्यविचारमा आफूले लोग्ने जुन चाहिँ लोग्ने छ भने आफ्नो लोग्ने भएर अरूसँग समानता नराख्ने है अनि व्यविचार हो जुन चाहिँ छ त्योहरू त्याग शरीरबाट भएको त्यो 3 प्रकार चाहिँ एउटा चाहिँ आफूले प्राणी हिंसा गर्ने एउटा चाहिँ नचोड्ने एउटा चाहिँ व्यविचार त्याग यो 3टा चाहिँ शरीरबाट अनि समय निकै गइसकेको छ है अब प्रश्नहरू छ भने हजुरहरूले राख्नुहोस् फेरि हामी समय पाउँदा हामी फेरि यसको कन्टिन्यू गर्नेछौँ है हजुरहरूलाई प्रश्न छ भने राख्नुहोस् है आज प्रश्न छको लागि है अनि तपाईँहरूले बेलुकाको समय फेरि आउनुहुनेछ है प्रवचन गराउनुहुनेछ र तपाईँहरू पनि तपाईँको जिज्ञासाहरू के के छ है आफूले नोट गरेर राख्नुहोस् है एउटा प्रश्नहरू सक्नुहुन्छ तपाईँहरूले अनि अहिले 1 घन्टा अलिक बेसी भइसकेको छ लगभग तपाईँहरू पनि गेस्टहरू आउनुहुने समय पनि होला है त्यसले गर्दाखेरि यो अन्तर्क्रिया चाहिँ हामी भेट्टा गर्नुपर्छ होला त्यसको लागि तपाईँहरू के छ है जिज्ञासाहरू डाउटहरू
अहिले उहाँहरू जुन चाहिँ हाम्रो मनुष्य जीवनको बारेमा सूची बताउनु पऱ्यो त्योहरू तपाईँहरू मनमा राख्नुहोस्। त्यसको केही त्यसैको विषयमा तपाईँहरू केही कुराहरू सोध्नुहुन्छ भने बेलुका है समय मिलाएर हामी तपाईँहरूमा राख्नेछौँ है। धन्यवाद। Oleh lame bapa nyambo